यहाँलाई स्वागत छ। आजको नेप्सीको डेली अपडेट र यो धेरै कारबार हुने एसएचपीसी, बीपीसीएल, एनजीपीएल, राति लगायतको टेक्निकल एनालाइसिसबाट हेर्नेछौँ। डेली एनालाइसिसबाट सुरु गरौँ। आज नेप्सी 7 अर्बको कारोबार भयो। बजार हल्का माथि पनि गयो, तल पनि गयो र तर चाहिँ 4 अङ्कले चाहिँ घटेको छ समग्रमा। टेक्निकली हेर्ने हो भने चाहिँ एउटा यो सपोर्ट चाहिँ 2625 देखि 30 को आसपासको एउटा सपोर्ट छ। त्यसलाई एउटा सपोर्ट मानेर बजार चाहिँ अड्किन सक्ने सम्भावना छ। सम्भावनाको कुरो नहुन्छ बजारमा। त्यसपछि अर्को बलियो सपोर्ट चाहिँ 2600 को तिर लगेको छ। यो ट्रेन्ड लाइनलाई चाहिँ के गर्छ, अब सपोर्ट बनाएर यहाँ बाउन्स ब्याक गरेको थियो। अब यसको लागि यो पनि सपोर्ट छ। अब के गर्छ बजारले, कहाँबाट बाउन्स ब्याक गर्छ? यसरी हेर्दाखेरि चाहिँ कारोबार रकम निकै थोरै भयो। चाहिँ यो धेरै कम भएको छ कारोबार रकम चाहिँ। जुन ट्रेन्डले चाहिँ कारोबार रकमले चाहिँ अलिकति पोजिटिभ देखेको थियो बजार, त्यो चाहिँ निरन्तर हुन सकेन। इन्डिकेटरहरूबाट हेर्ने भने पनि बोलिङ्गर ब्यान्डको योबाट तल ओरेन्जबाट तल क्लोज भएको छ, जुन चाहिँ पोजिटिभ होइन बजारको लागि। एमएसिडीबाट हेर्ने भने एमएसिडीबाट पनि तपाईँको बियरिस नै देखाइरहेको छ। बुलिस एमएसिडी बुलिस सिग्नल गर्न सकेको छैन। अनि तपाईँको आरएसआईबाट हेर्ने भनेपछि तपाईँको खासै केही छैन। बजार चाहिँ यसरी हेर्ने भने तत्काल चाहिँ सुस्त गतिमा छ बजार। के को पर्खाइमा हो कुनै किन नबढेको? यो यस्तो सुस्तबाट कहिलेकाहीँ झ्याप्पै ब्रेकआउट भयो भने चाहिँ फेरि डह्रो बढ्छ बजार चाहिँ। तर अहिले के छ भन्दाखेरि अलिकति बढ्न खोज्यो, सप्लाई आइहाल्छ, अलिकति तल आउन खोज्यो, यो सपोर्टले फेरि के गर्छ, गरेर माथितिर तानिहाल्छ। त्यस्तो अवस्थामा रहेको छ बजार। अब हामी अरू धेरै कारोबार भएका स्टकहरूतिर जाऊँ एनालाइसिस गर्न। यो त नेप्सीको डेली अपडेट भयो। अब दोस्रो सेसन टप स्टक हेर्ने भने चाहिँ आज के हो भन्दाखेरि चाहिँ प्योरमा फेरि पोजिटिभ सर्किट लाग्यो। प्योर एनर्जीमा आज चाहिँ झन्डै 1100 मा पुगिसकेको छ। बीपीसीएल 7% बढ्न पुग्यो। अनि त्यसपछि गएर एसएल, बीएसएल, हेवा यिनीहरू पनि के छ धेरै बढ्नमा पर्न सफल भयो। जीएमएलआई पनि घट्यो, सबभन्दा धेरै घट्नमा जीएमएलआई भयो। नारायणी विकास ब्याङ्क, सिन्धु विकास ब्याङ्क, क्रेस्ट यिनीहरू चाहिँ के छ धेरै घट्न पुगे। त्यसै गरी धेरै टर्नओभर हुने स्टकहरूलाई चाहिँ टेक्निकली पनि हेरौँ के छ भन्दाखेरि यो सानीमा माई हाइड्रो पावर, यो चाहिँ अब राम्रो ब्रेकआउट दिएर अन्त माथि गइसकेको छ। यो चाहिँ यहाँसम्म चाहिँ यसको सपोर्ट, यसलाई सपोर्ट बनाएर आएको छ। यो सपोर्ट चाहिँ यसले ठ्याक्कै यो सपोर्टबाट रियाक्ट गरेको छ। हेर्नु यहाँनिरको पोइन्टबाट, यो जोनबाट यसलाई सपोर्ट मानेर तपाईँको ठ्याक्कै रियाक्ट गरेको छ। यो हाईलाई सपोर्ट बनाएर ठ्याक्कै रियाक्ट गरेको छ होइन, यो हाईलाई गरेर रियाक्ट गरेको छ। अब चाहिँ लगातार बढ्ने सम्भावना एकदम छ यसको। धेरै माथिसम्म जान सक्ने सम्भावना छ, किनकि कारोबार रकम बढिरहेको छ र यो सपोर्टबाट फेरि के छ माथि आइसकेको अवस्था छ। त्यसै गरेर बीपीसीएल को हेर्ने भने चाहिँ बीपीसीएल पनि धेरै बढ्यो। यो चाहिँ अब खोइ बीपीसीएल को यात्रा कतासम्म रोकिने हो, किनकि यो कहाँको टार्गेट हो भन्दाखेरि अहिले चाहिँ तपाईँको हेर्न सक्नुहुन्छ योभन्दा पहिला यहाँभन्दा माथि कहिल्यै गएको थिएन। त्यसैले यो सम्म छ, यसको सप्लाई जोन छ भन्न सकिएन। यो पोइन्टमा चाहिँ केही दिन रह्यो बजार, यो जोनमा चाहिँ। यो जोनमा आज झन् 1, 2, 3, 4 दिन रह्यो 773 को जोनमा चाहिँ। तर त्यहीबाट के गरे बाउन्स ब्याक गरेर माथि गएको छ र माथिको यो क्यान्डललाई चाहिँ ठ्याक्कै त्यही क्लोज भएको देखिन्छ। त्यसै गरेर एनजीपीएल को हेर्ने भने चाहिँ नेगदी ग्रुप अफ कम्पनी, नेगदी ग्रुपले आज कारोबार रकम कम हुन पुग्यो नेगदी ग्रुपमा। अनि त्यसपछि गएर कारोबार रकमको यो हेर्ने भने यो पनि यो सपोर्टभन्दा तल आउन चाहिँ सकिरहेको छैन। अब चाहिँ बढ्ने नै यसको विकल्प देखिन्छ एनजीपीएल को पनि। किन भन्दाखेरि चाहिँ यो यहाँनिर यो पोइन्टबाट तल आउन मानिरहेको छैन। यो पोइन्टलाई एकचोटि दुईचोटि यो माथिल्लो हाई छ, त्यसलाई चाहिँ के गर्यो भन्दाखेरि सपोर्ट बनाएर बसेको छ। योभन्दा तल चाहिँ आउन सकिरहेको छैन। त्यसै गरेर राधिको हेर्ने भने चाहिँ राधि आज बढ्न पुग्यो। तलबाट सुरु भए पनि माथि गएर चाहिँ के भयो क्लोज भयो, बढ्न पुग्यो। राधि रिस्की छ अहिले चाहिँ। राधिको हेर्ने भने चाहिँ यो चाहिँ होटल सेक्टरबाट सोल्टी होटलको कारोबार रकम पनि बढ्यो। यो पनि के छ, कारोबार रकम अलिकति बढी भए तापनि हिजो धेरै बढेको भएर आज चाहिँ घटेको छ। यो चाहिँ यूपीसीएल को हेर्ने भने यूपीसीएल पनि ठ्याक्कै यो उसमा आइपुगेको छ, यो सपोर्टमा आइपुगेको छ। अब यताबाट सायद यूपीसीएल को यात्रा यहीँसम्म हो कि योभन्दा माथि नजान पनि सक्छ, अथवा गयो भने यसलाई सपोर्ट बनाएर जानुपर्ने हो। यो सपोर्टलाई चाहिँ यो एउटा यतातिर सप्लाई जोन छ। त्यसपछि गएर तपाईँको यहाँतिर चाहिँ के छ, यसको सपोर्ट रहेको देखिन्छ। यो सपोर्टलाई चाहिँ भ्यालिड गरेन, अर्को सपोर्ट चाहिँ यतातिर तलतिर रहेको देखिन्छ। यो पोइन्टलाई पनि सपोर्ट बनाएर फर्किन सक्ने सम्भावना रहन्छ। अनि त्यसपछि गएर यो सिंगटीको पनि धेरै कारोबार भइरहेको छ अलिअलि अरू दिन भन्दा चाहिँ। अनि त्यसै गरेर सीएचसीएल र एकेपीएल पनि के छन्, यस्तै अवस्थामा छन्। एकेपीएल अलिकति के छ अब करेक्सनमा आएको जस्तो देखिन्छ। हामीले यस्तै भिडियो बनाउने गरेका छौँ। नेप्सीको च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।